हेलो एन्ड नमस्ते गाइज, गुड मर्निङ। अहिले चाहिँ बिहानको 6 बजेको छ। हजुर, अहिले चाहिँ बिहानको 6 बजेको छ अनि हामी चाहिँ आज घरतिर जाने भनेको। हामी चाहिँ यहाँ आएको चौथो दिन पर्यो। अब यस्तै छ, यहाँदेखि हिँडिन्छ। अब पर पारी गएर रेडी भएर त्यहाँदेखि तल जाने होला। गाडी साडी पकडेर हिँड्नु पर्ने हुन्छ। त्यस्तै हो। गाडी चढेर हैन, गाडी समातेर भन। ल ल ल ल अब त्यही यहाँदेखि हिँडिन्छ। अनि अब चाहिँ आज बाटोमा के हुन्छ हेर्दै जाउँ। भिडियो पुरै हेर्न नभुल्नु होला भन्ने मैले आशा राखेको छु। हेलो, ओके गाइस, अब हामी यहाँदेखि मामा घर जान्छौँ। अब सिधै म मामा घर बनाउँछु भिडियो। ल अहिलेलाई चाहिँ फाइनल्ली अहिले चाहिँ हामी मामाको घर आएर खाना नास्ता सास्ता हानिसक्यौँ। अब काफललाई चाहिँ यता के भन्छ ढड्डामा व्यवस्थापन गर्ने मान्छे यता हुनुहुन्छ। अङ्कल चाहिँ उता रुखमा धन्काइराख्नु भएको छ। के भन्छ यो पलम, दिस इज अ पलम। के छ झुन्किरी, क्युटी पाई, क्युट गर्ल के छ। अब चाहिँ हामी यहाँदेखि यो सामान बनाएर तल जान्छौँ। यता तल गाडी पाउँछ, त्यहीदेखि गाडीमा हिँड्यो। अरू त के नै भन्नु छ र। आज चाहिँ मौसम अलिकति यता चाहिँ थोडा चिसो भइरहेको छ। कलम चाहिँ तो पाउँछ, तर के गर्नु, त्यही छ। अब हामी सिधै तल गाडीतिर जाने बेला भेट्छौँ। हामी आइसक्यो, गाडी चाहिँ आएको छ। अब यो गाडीमा हुँदैछ नि के भन्छ हेरौँ। चलो फिर चलते हैं। उठाउनु पिसे गयो मैले ल्याउनु पैसाबाट गाउँ ल्याइएन। अगे गाउँ अगे पिछु छैन। यो हरियो कट्ठाको हो, बिटा कटा हुन्। कुन चाहिँ एउटा अझै यही गाडीमा जाने चाहिँ। अब यस्तै छ। फाइनली गाइज अहिले चाहिँ हामी यहाँदेखि हिँडिसक्यौँ। के हुन्छ बाटोमा हेर्दै जाउँ। गाडीको पछाडि पछाडि आकाशमा हेर्न, हुट पनि भन्न मिल्दैन, हुटै छैन। कहाँको स्कुल हो? यहीमा त 3 लाइन पढ्ने। यहीमा स्कुल हुनु पर्ने। डाँडा गाडा पाखा बसेर भन्दै होइन। यता डाँडाहरू चाहिँ खत्रै छ के। त माथि गएर देख न। अब जस ठाउँ चाहिँ खत्रै छ। घुम्नको लागि एउटा गर्लफ्रेन्ड बनाएर लिएर आउँछ क्या घुम्न। मजा हुन्छ गर्लफ्रेन्ड। डाँडामा गरेर बस्ने हुन्छ गाडी। डाँडामा जाने भ्यू हेर्दै बस्दै सबै हेर्ने। किन चाहिँ हेर्नु सबै हेर्ने। ल अर्कोचोटि आउने बेला बनाएर ल्याउँछु। के छ खबर? बाटो चाहिँ देख्न सक्नुहुन्छ। कत्रो मानको छ बाटो त कत्रो छ भन्ने हो, उकालो यस्तै हो। गएर छ जति फोनमा देखिन्छ त्यति, जस्तो रियल छ त्यस्तो फोनमा देखिँदैन। हेर्नु आजभोलि पनि लालीगुराँस पाउँदो रहेछ। अलिकमा जुम गरेर देखाउने ठाउँै भएन कि, आफै अड्डिन गाह्रो छ यार। डाँडाहरू देख्नु सक्नुहुन्छ। यो ठाउँ पहिरो पनि जान्न होइन, जान्दाखेरि डाँडा त डेन्जर छ क्या फेरि। यस्तो ठोकिन पाइन्छ। केयरफुल। आज चाहिँ घरतिर जाँदै हो, हेर्दै जाऊँ के हुन्छ रास्तै पे। रस्तामा सस्तैमा गोजीमा हाल भन्दा नमिल्छ। यस्तो त नहोला। हामी यही डाँडाबाट होइन, माथि उकालो लाग्यो। के गर्नु ए ऊ हान्न गोरा लान्नाको चाहिँ त्यो एडभेन्चर नै छ।
कति धेरै मान्छे आएर हामी चाहिँ अहिले रास्ते पे जनाब बाटो देख्न सक्नुहुन्छ बाटो गाइज यो चाहिँ देख्न सक्नुहुन्छ धुलै नाम भयो यहाँ धुलै नाम पुरै फुल्ली धुलै नाम भयो यस्तो गाडीमा आउनु परेछ राइट यो त पर्छ फाइनल्ली गाइज अहिले चाहिँ हामी घरतिर आइपुगिसक्यौँ गर्मीले खायो हिँड्न गाह्रो भइरहेको भोक लागेको त्यसैमा चाहिँ गाह्रो छ यता पनि यस्तो हालत भयो मेरो पनि हालत खराब भयो धन्न अझ त्यति साह्रो घाम लागेको छैन तर उम्सो चाहिँ छ फेरि आजभोलिको न्यू रोड कटिङ पारा यता पारा त देखाइदिइरह उसले गर्मीले पारा पारा हो कि राँगा सबै देखेर बाउरे त्यस्तै हो ल आज चाहिँ भल यति नै लाइक सेयर कमेन्ट सब्सक्राइब र बेल आइकनलाई अलमा राख्न चाहिँ नभुल्नु होला